साथीहरू, जब जब यो सृष्टिमा अधर्मको वृद्धि हुन्छ र धर्मको हानि हुन्छ, तब तब भगवान यो सृष्टिमा थुप्रै अवतारहरू लिएर प्रकट हुन्छन्। श्रीमद् भागवत महापुराण अनुसार भगवानका 24वटा अवतार छन्, जसमध्ये 23वटा अवतार यस सृष्टिमा प्रकट भइसकेका छन् भने एउटा अवतार यस कलियुगको अन्तमा यस सृष्टिमा प्रकट हुनेछन्। भगवान हामीलाई आफ्ना थुप्रै अवतारहरूको माध्यमद्वारा हामीले चरित्र पालना गर्नुपर्छ, हामीले धर्मको बाटोमा हिँड्नुपर्छ भन्ने सन्देश दिन्छन्। यस्ता भगवानका अवतारहरूमध्ये श्रीराम भगवान त्रेतायुगको चैत्रको शुक्ल पक्षको नवमी तिथिमा दिनको 12 बजे यस सृष्टिमा प्रकट हुनुभएको थियो। श्रीराम भगवानले रावणलाई मारेर, अर्थात् चरित्र पालना नगर्ने व्यक्तिलाई मारेर हामीले चरित्रको पालना गर्नुपर्छ, सधैँ धर्म, मर्यादा, सत्यको बाटोमा हिँड्नुपर्छ भन्ने सन्देश दिनुभएको थियो। म सम्पूर्ण नेपालीहरूलाई र सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई आज रामनवमीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र भगवानले देखाएको बाटोमा हामी सबैले हिँड्नुपर्छ भनेर सन्देश दिन चाहन्छु। धन्यवाद।